नमस्ते हजुरहरूलाई मेरो मिनी ब्लगमा स्वागत छ। इसमें सुजाता बंतावा reels. Again I added the reels. It's okay. मैले मेरो सुजाता बंतावा reels लेखेको छु मेरो फेसबुक पेजमा, त्यही भएर मलाई पनि त्यही भन्न आइहाल्छ। Anyway, today's outfit for the reels and I made it already and I hope you all will like it. अब मिनी ब्लग त पनि यस्तो हुन्छ। ओके, सो हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। इभन आई एम अल्सो भेरी गुड एन्ड फाइन। हजुरहरूको दिनहरू कस्तो जाँदैछ? मेरो त यस्तै हो, बिहानभरि काम गर्यो अनि खाना खायो, देन आफ्टर रिल्स बनायो अनि फेरि काम गर्यो। एज तपाईँहरू सबैले देख्नुहुन्छ होला म अनि मेरो रिल्स आएको देखेर चाहिँ द्याट यो केटीले त कामै गर्दैन होला भनेर होइन, बट नट लाइक द्याट। आई अलवेज युज टु फिनिस माई वर्क एज सुन एज पोसिबल बिकज आई हेभ टु मेक रिल्स न, सो द्याट म त्योभन्दा अगाडि चाहिँ मैले मेरो कामहरू सबै फिनिस गर्छ अनि देन अन्ली मैले मेरो रिल्सलाई टाइम दिन्छ। सो मेरो रुटिन चाहिँ त्यही हो। अन्त मैले अहिले त फिलहाल मिनी ब्लग त भन्छ, बट अब मलाई मेरो गर्नु त केही छैन। अब मैले सोचिरहेको छ म बिहानदेखिको मेरो डेज कसरी, हाउ आई स्पेन्ड माई डेज अनि मेरो मर्निङ कस्तो हुन्छ, देन आफ्टर त्यो सबै आई विल ब्रिङ वान डे अनि बट फर नाउ दिस इज माई मिनी ब्लग। मन पराइदिनुहोस् अनि मलाई सपोर्ट पनि गरिदिनुहोस् सो द्याट मलाई पनि इन्ट्रेस्ट आओस् न है हजुरको अगाडि यस्तो दामी दामी रिल्स हेरेर आउने। अनि अब बेसी भ्यू आयो भने, बेसी लाइक आयो भने मलाई पनि इन्ट्रेस्ट आउँछ, लाइक अझै मोर हाउ टु ब्रिङ दिस काइन्ड अफ भ्यू अनि लाइक भनेर। सो द एकअर्काले सपोर्ट गर्यो भने मात्रै इट विल वर्क, अदरवाइज त अब माया अनि सपोर्ट नै दिएन भने त, दिनु भएन भने त त्यो त कहिले पनि काम गर्दैन। अनि हामी रिल्सहरू ब्लग्सहरू बनाउनेलाई पनि अभियसली बोरिङ हुन्छ, अल्छी लाग्छ अनि यस्तो सोच्छ नि त लाइक जति नै बनाए पनि जति नै मेहनत गरे पनि यसमा लाइक र भ्यू त आउँदैन। सो आई स्टप लाइक मेकिङ द्याट काइन्ड अफ थिङ्स एन्ड अल भनेर अभियसली माइन्डमा पस्छ। सो द्याट त्यस्तो हुनु नदिनुहोस्। अब तपाईँहरूले यति धेरै मन पराइदिनु भयो भने मात्रै हामीलाई पनि इन्ट्रेस्ट आउँछ नि त। सो राम्रो राम्रो रिल्सहरू बनाएर हजुरको अगाडि प्रस्तुति गर्ने भनेर। सो फिलहालको लागि चाहिँ मेरो मिनी ब्लग चाहिँ यति नै हो। ओके, सो माया दिनुहोस् है, बाई।